म कहाँ जाँदैछु र के गर्दैछु भनेर हजुरहरूलाई म देखाउने नै छु है। म चाहिँ अहिले मैया खोला जाँदैछु है, एक्लै जाँदैछु। सो त्यही नै हो। अब आज बिहानदेखि हिँडाइ धेरै भएको छ है, बाटो यस्तो छ है र एक्लै जाँदैछु। त्यही नै हो, एक्लै जन्मेको एक्लै हिँड्ने है। सायद लगभग म पुग्न पनि आँटिसकेँ है। तर किन किन सम्झन्छु भनेर भनेको जस्तो यहाँनिर पहिरो गएको रहेछ है। सट्ट यस्तो खतरा गएको रहेछ यहाँनिर पानीको लागि के को लागि यस्तो खतरा गरी होइन लेखेको रहेछ। यो चाहिँ खोला है, सट्ट ताप्लेजुङ को गाउँठाउँ पनि घुमौँ भनेर म एक्लै घुमिरहेको छु है। त्यही नै हो। अब म पुल पुग्नु आँटिसकेँ है। पानी गइरहेछ, पानी गइरहेछ है। म चाहिँ किनभने नि है, मैले जान्छु भनेको ठाउँमा चाहिँ अब जान्छु भनेपछि नि अब जानुपर्छ होइन, त्यही नै हो। त्यही भएर म यस्तोमा हिँड्दैछु, थाहा छ होला नि यस्तो खालको बाटो त ओह्रालो है। त्यही नै हो, जान्छु भनेपछि जान्छु जान्छु, खान्छु भनेपछि खान्छु खान्छु। खतम गऱ्यो नि त। यहाँनिर फुल दिएको छ सोल्टिनीहरूले है, हेर्नु होला। यो पनि झरेर झरेर हिँड्दा हिँड्दा भइसक्यो। म त थाक्न लागे साथीहरू है। यात्रा यस्तै छ है, हिँड्ने हो टक टक टक। कति बाइकमा मात्रै कुद्नु, गाडीमा मात्रै कुद्नु है, यसरी हिँड्नुपर्छ क्या। अलैँची ताप्लेजुङमा चाहिँ साह्रै राम्रो हुन्छ भन्थ्यो, तर यहाँनिर अलिकति मैले अलैँचीको चाहिँ अलिकति त्यति राम्रो नतिजा देखेको छुइनँ है। यो के को लागि उद्धोबाट चाहिँ ओकालो पानी तानेको होला। ओ हुनसक्छ है, कि उद्धोबाट कि उँभोबाट चाहिँ गएको यो। ए यहाँ तल केही छ होला, त्यसैले गर्दाखेरि पानी हनाएको। त्यही मैले बुझेँ, यो नाला है छ नि। आए गले मारे जाँदैछु साथीहरू। ओहो अर्को बाटो पनि रहेछ, भएन भने म त्यो बाटो पनि जान सक्छु अरे है त। दुईवटा बाटो रहेछ, त्यो बाटो पनि पुगिन्छ होला माथि बसेको ठाउँमा। यहाँनिर चाहिँ काठले दिइरहेको छ टेका है, यो गरम हुँदो रहेछ यसले नथामेर। तर यो पानी उँभोबाट आएको कि उँधोबाट आएको भन्ने बुझ्नु सकिरहेको छैन मैले चाहिँ है साथीहरू। त्यही नै हो। यो पानी के भएर यस्तो गयो क्या, राम 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 राम। के खतरा गरी हौ पानीको फोर्स है, राम 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 राम। हो म चाहिँ साथीहरू फुल पुग्न लागेँ है त फाइनली। उफ गर्मी हुँदो रहेछ हौ यो ठाउँमा चाहिँ। तर अब हिउँदो पनि लाग्यो नि त, गर्मी यतिको हुनु पनि पर्छ।
त्यही भएर अब पुलमा चढाउनुको लागि केही त लानुपर्ने हुन्छ है। अन्त सबै यहाँ मुदिदिन्छु। दामी ठाउँ रहेछ हौ। म चाहिँ अब के चढाउनु पर्ने हुन्छ है। मैले चाहिँ पुल चढ्दाखेरि एउटा जाँदैछु पुल तर्नको लागि। माथिबाट कम्ता लामो देखिँदै थिएन, त्यही भएर आएको। लामो चाहिँ लामै रहेछ पुल। मैले केही चढाउनु पर्ने हुन्छ यहाँनिर है। पैसा र पुल चढाउनु पर्ने हुन्छ। गाउँसेहरू चढ्यो है साथीहरू। अब कस्तो देखिरहेको छ है। खोला त ठुलो ठुलो रहेछ। कस्तो रिगाडा चलिरहेको छ भने नि साथीहरू रिगाडा चलिरहेको छ। फोन चाहिँ डर चलाउनुपर्ने हुन्छ है, किनभने फेरि अहिले झर्न सक्छ है। झुटो कसम। हेलो 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 जाँदैछु पुल भएको ठाउँमा हेर्न सक्नुहुनेछ। जाँदैछु यो मैया खोला भनेर भन्छ, त्यो ठाउँमा जाँदैछु। तल हेर्दाखेरि त कस्तो काली लाग्छ नि, कस्तो सर्ट भइरहेको छ खोलाहरू है। खोला भन्छ बगिरहँ। ओहो, त्यो पानीको कारण चाहिँ विद्युत निकालेको रहेछ क्या यहाँबाट। म त किन लिएको होला भनेर भन्छु कि त्यहाँबाट जेनेरेटर राखेर गरेर चाहिँ गरेको रहेछ। त्यही नै हो। 1 घन्टा खोइकन कति लाग्छ भनेर भन्दै थियो। म त 10 मिनट पनि लागेको जस्तो लाग्दैन। त्यही 15 मिनट लाग्यो होला। मतलब उकालो जानु त्यही 20 मिनट लाग्छ। 20 मिनट पनि लाग्छ। 17-18 मिनट लाग्छ होला। कहाँबाट पो देखिँदै थियो? माथिबाट हेरिराखेको होला नि त। हेलो अरू पनि छ। ल के कस्तो भइरहेको छ, मलाई चाहिँ रमाइलो लागिरहेको छ है खोलामा। अन्त बहिनीले पौडी अब बुझिरहेको छ भने लड्यो। गलियो है गलियो, त्यो ठाउँबाट आएको म। अब फोटो खिचिदिने मान्छे कोही पनि छैन। अब फोटो सोटो हान्ने भइएन। अब एक्लै कसरी हान्ने है। चट्ट फोटो हान्दाखेरि दामी हुन्थ्यो क्या। यहाँ कस्तो दामी पुग्छ नि त होइन। त्यही भएर बसिन्छ एकछिन अब बेटिलो।